नमस्कार सबैजनालाई हार्दिक स्वागत छ गोरखापत्र दैनिकको आजको ज्ञानसागर वस्तुगत प्रश्नोत्तरमा। आज मिति 2082 साल जेठ 28 गते बुधबार। आजको वस्तुगत प्रश्नोत्तरको सबैभन्दा पहिलो प्रश्न, नेपाल बीमा प्राधिकरणले 2082 जेठ 23मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल बीमामा पहुँच पुगेको जनसङ्ख्या कति छ? यसको उत्तर रहेको छ 48.39%। प्रश्न नम्बर 2, सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन्? यसको उत्तर रहेको छ 28वटा, नोक्सानमा रहेका 15, 2वटाको विवरण प्राप्त नभएको भनेर यहाँ लेखेको छ। त्यसै गरी प्रश्न नम्बर 3, इन्डियन प्रिमियर लिग आइपिएल 2025 को उपाधि जित्न सफल टोली कुन हो? उत्तर रहेको छ रोयल च्यालेन्जर्स बेङ्गलुरु। सञ्चालन मिति सन् 2025 मार्च 22 देखि जुन 3 सम्म। संस्करण 18औं, विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु र उपविजेता पन्जाब किङ्स रहेको छ। त्यसै गरी विजेता बेङ्गलुरुले 20 करोड भारु र उपविजेता पन्जाबले 22.5 करोड भारु नगद पुरस्कार प्राप्त गरेको भनेर लेखेको छ। त्यसै गरी फेयर प्ले अवार्ड चेन्नई सुपर किङ्सलाई अनि सर्वाधिक रन साई सुदर्शन 759 रन र सर्वाधिक विकेट प्रसिद्ध कृष्ण 25 विकेट गुजरात टाइटन्स र प्लेयर अफ दि सिरिज रहेको छ सूर्यकुमार यादव मुम्बई इन्डियन्स। त्यसै गरी प्रश्न नम्बर 4 रहेको छ, ताराका माध्यमबाट फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीमध्ये सबैभन्दा धेरै बजार हिस्सा कुन कम्पनीको रहेको छ? उत्तर रहेको छ वर्ल्ड लिङ्क कम्युनिकेसन 32.05%। बजार हिस्साका आधारमा प्रमुख 5 कम्पनी 2082 वैशाखसम्म। कम्पनी बजार हिस्सा प्रतिशत वर्ल्ड लिङ्कको रहेको छ 32.05%। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रहेको छ 11.23%। त्यसै गरी डिस मिडिया नेटवर्क लिमिटेडको रहेको छ 11.19%। सुबिसु केबल नेट लिमिटेडको रहेको छ 9.9%। भायानेट कम्युनिकेसन लिमिटेडको रहेको छ 7.85%। यो स्रोत रहेको यहाँले देखाएको छ नेपाल दूरसञ्चार प्राधिकरण। प्रश्न नम्बर 5 रहेको छ, विश्वकै लामो मुक्तिनाथ केबुल कारको लम्बाइ कति रहेको छ? उत्तर रहेको छ 81.014 किलोमिटर। विक्रम सम्वत 2082 जेठ 22 को लगानी बोर्डको बैठकले सो परियोजनाको 57 अर्ब 64 करोड लगानी स्वीकृत गरेको। परियोजना बनेपछि नेपालको कुल ग्रास उत्पादन जिडिपीमा वार्षिक 70 अर्ब रुपियाँ योगदान पुग्ने जनाइएको। परियोजनाका कारण सिर्जना हुने आर्थिक अवसर होटेल रोजगारी स्थानीय उत्पादन र बजार लगायतका आधारमा जिडिपीमा सो कारोबारको योगदान पुग्ने देखिएको भनेर लेखेको छ। यसै गरी मुक्तिनाथ केबुल कार परियोजनामा 416वटा टावर र 776 गोन्डला रहने भनेको छ। परियोजनामा 6वटा अनिवार्य ट्रान्जिट र 9वटा स्वैच्छिक स्टेसन हुनेछ भनेर लेखेको छ। त्यसै गरी प्रश्न नम्बर 6 रहेको छ, विश्व वातावरण दिवस कहिले मनाइन्छ? उत्तर रहेको छ जुन 5 मा। प्रश्न नम्बर 7 रहेको छ, नेपालमै पहिलो पटक ट्रान्सजेन्डर जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिको शल्यक्रिया मार्फत लिङ्ग परिवर्तन कहिले गरियो? उत्तर रहेको छ विक्रम सम्वत 2082 जेठ 13 गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भनेर यहाँ भनेको छ। महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अमेरिकी चिकित्सकको सहयोगमा सो अपरेसन गरिएको। जनकपुर निवासी 25 वर्षीय ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यक्रिया सेक्स चेन्ज अपरेसन गरिएको। विदेशी प्लास्टिक सर्जन डाक्टर अलरिजा हामिदियान जारोमीको नेतृत्वमा
प्राडा ईश्वर लोहनी, प्राडा जयनमान श्रेष्ठ लगायतको टोलीले उक्त शल्यक्रिया गरेको। सो शल्यक्रिया मेल टु फिमेलमा पुरुषको लिङ्गको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जनेन्द्रिय अङ्गको पुनर्निर्माण गरिएको भनेर भनेको छ। शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा सो सेवा सञ्चालन गरिने जनाइएको छ भनेर लेखेको छ। यसै गरी प्रश्न नम्बर 8 रहेको छ, कमल राष्ट्रिय सुकर्म पुरस्कार 2081 कसलाई प्रदान गरियो? उत्तर रहेको छ साहित्यकार मोहन दुवाल। पुरस्कार राशि रु रहेको छ 50,000। यसै गरी प्रश्न नम्बर 9 रहेको छ, मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 जेठ 23 देखि 24 विराटनगर। यसै गरी प्रश्न नम्बर 10 रहेको छ, पहलमान सिंह स्वार नेपाल भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव 2082 कहिले सम्पन्न भएको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 जेठ 24 र 25 धनगढी कैलालीमा। यसै गरी प्रश्न नम्बर 11 रहेको छ, मनोरम पञ्चकुण्डल कहाँ रहेको छ? उत्तर रहेको छ म्याग्दीमा। यसै गरी प्रश्न नम्बर 12, सरकारले गैर ब्याङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्ममा एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको हो? उत्तर रहेको छ आर्थिक वर्ष 2082-83, आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम र बजेट मार्फत। यसै गरी प्रश्न नम्बर 13 रहेको छ, स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड एमएमएस मूल्याङ्कन अनुसार देशभरकै उत्कृष्ट अस्पताल कुन बनेको छ? यसको उत्तर रहेको छ भरतपुर अस्पताल विक्रम सम्वत 2082 जेठमा। यसै गरी प्रश्न नम्बर 14, गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 का लागि प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम कहिले प्रस्तुत गर्यो? विक्रम सम्वत 2082 जेठ 21 गते। यसै गरी प्रश्न नम्बर 15, नेपाली कराते स्टार एरिका गुरुङ विश्व वरियतामा कतिौँ स्थानमा रहन सफल भएकी छिन्? उत्तर रहेको छ 27औँ सन् 2025 जुन। यसै गरी प्रश्न नम्बर 16 रहेको छ, बङ्गलादेशले आफ्नो देशलाई स्वतन्त्र बनाउन भएको क्रान्तिको नेतृत्व गरेका शेख मुजिबुर रहमानको स्वतन्त्रता सेनानीको मान्यता कहिले रद्द गरेको हो? यसको उत्तर रहेको छ सन् 2025 जुन 3 मा। यसै गरी प्रश्न नम्बर 17 रहेको छ, प्रश्न नम्बर 17 रहेको छ, विश्व प्रसिद्ध फाइनान्सियल टाइम्स समूह अन्तर्गतको दि ब्याङ्कर्सले प्रदान गरेको दि ब्याङ्कर्स टेक्नोलोजी अवार्ड 2025बाट सम्मानित हुन सफल नेपाली ब्याङ्क कुन हो? उत्तर रहेको छ नबिल ब्याङ्क लिमिटेड सन् 2025 जुन। एसिया प्रशान्त क्षेत्रका लागि प्रदान गरिएको अवार्डबाट ब्याङ्क सम्मानित भएको। यसै गरी प्रश्न नम्बर 18 रहेको छ, मानव शरीरको रक्त सञ्चार प्रक्रिया विलियम हार्वेले पत्ता लगाएका हुन् भने वंशानुक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन्? उत्तर रहेको छ ग्रेगर मेन्डल। यसै गरी प्रश्न नम्बर 19, प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ? उत्तर रहेको छ सोलुखुम्बु। प्रस्तावित क्षेत्र जैविक विविधता, पर्यटन र संस्कृतिका हिसाबले धनी रहेको मेरापिक हिमाल रहेको यो क्षेत्र पर्वतारोहणका लागि समेत प्रसिद्ध रहेको भनेर यहाँ लेखेको छ। यसै गरी प्रश्न नम्बर 20, सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ? उत्तर रहेको छ नेपाल पिक। यसै गरी आजको अन्तिम तथा 21औँ प्रश्न, राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ? यसको उत्तर रहेको छ देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने भनेर लेखेको छ। यसै गरी आजको सम्पूर्ण वस्तुगत प्रश्न उत्तरहरू यति नै रहेको छ। अन्तिमसम्म यस भिडियोलाई हेर्नु भएकोमा यहाँहरूलाई धन्यवाद छ। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। मन परेमा लाइक गर्नुहोला। यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। हस्त धन्यवाद।